दर्शकबिन स्वागत छ। के अब भुन्टीले साँच्चै भूपेन्द्रलाई डिभोर्स दिने भएकी हुन् त? भुन्टी हराएपछि उनको ठाउँमा सुकुमाया भुन्टी बनेर घरमा प्रवेश गरेकी छन्। अब उनले भुन्टीमाथि भएको अन्यायको बदला लिन सुरु गरिसकेकी छन्। यस पश्चात भूपेन्द्र, श्रेया र जेरी सबैको होस उडिसकेको छ, किनकि अब सुकुमायाले आधा सम्पत्ति भुन्टीको नाममा गर्ने तयारी गरिरहेकी छन्। सुकुमाया भुन्टी बनेर घरमा प्रवेश गरिसकेपछि भूपेन्द्र, श्रेया र जेरीको होस उडिसकेको छ, किनभने सुकुमायाले अब भूपेन्द्रको आधा सम्पत्ति भुन्टीको नाममा गर्ने प्रयास गरिरहेका छन्। दर्शकबिन, पहिला भुन्टीलाई हेप्ने परिवार अहिले डराउन थालेको छ। भुन्टीमाथि निकै अन्याय र अत्याचार गर्ने परिवार अहिले सुकुमाया देखेर तरतर काँपिरहेको छ, डराइरहेको छ। सुकुमायाले एकपछि अर्को प्रमाण निकाल्दै श्रेया र जेरीको काला कर्तुत बाहिर निकालिरहेकी छन्। यति मात्र होइन, सुकुमायाले श्रेया र जेरीको काला कर्तुतहरू एक एक गर्दै प्रमाणसहित बाहिर निकाल्न थालिसकेपछि बल्ल भूपेन्द्रलाई पनि आफूले गल्ती गरेको महसुस भएको छ। दर्शकबिन, यति मात्रै होइन, उता भुवन घर फर्किसकेपछि पनि उनले भुन्टीकै पक्ष लिएका छन्। भुवनले पनि भुन्टीकै पक्ष लिएका छन्। भने यता श्रेया र जेरी जेल जाने अवस्था नजिकिँदैछ। भुन्टीमाथि भएको अपहरण र षड्यन्त्रको सत्य बाहिर आउँदैछ। गएको भागमा हामी यिनै तथ्यहरू, यिनै घटनाहरू हेरेका थियौँ। अब आउँदो एपिसोडमा हामी भूपेन्द्र र भुन्टीको डिभोर्स हुन्छ त, अथवा सुकुमायाले सबैलाई सजाय दिलाउन सफल होलिन् त? श्रेया र जेरीको अवस्था अथवा अन्त्य कसरी हुन्छ त? यी सम्पूर्ण दृश्यहरू हेर्नेछौँ। यदि तपाईँ च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानल सब्सक्राइब गर्नुहोला, भिडियो लाइक गर्नुहोला। आजको लागि यति नै, नमस्कार।